जयमसी आज पनि यो नयाँ सालमा 2026 सालको यो पहिलो दिन नयाँ सालमा म तपाईँहरू सबैलाई यो मैले सुसमाचार सुनाउँदै आएको यो च्यानल, यो भिडियोहरू सबै म तपाईँलाई स्वागत गर्दछु र सबैलाई नयाँ सालको शुभकामना दिँदछु यसै भिडियो मार्फत। सदा चाहिँ आज पनि 2026 सालको यो पहिलो दिन यहाँ हाम्रो आज पनि यो एउटा केही म्यासेज तपाईँहरूको सामने लिएर आउँछु भनेदेखि परमेश्वरकै ल्यालाई लिएर आउँदछु। त्यसै कारण यसमा तपाईँलाई स्वागत गरे बापतमा अनि आजको दिन उहाँले 2025 साल ती धन्यवादको साल गए, हामीले धन्यवाद दियौँ। अनि अब आज जुन दिन हामीले सुरु गऱ्यौँ यसमा पनि उहाँले हामीलाई हरेक दैनिकी वचन दिनुभए, हामीलाई दैनिकी उहाँले जीवन दिनुभए सारा हामीलाई यसमा पनि यो सालको बारेमा अस्ति हामीले कुरा गरे जस्तै यो सालमा हामीले धेरै कुरालाई निर्माण गर्न सक्दछौँ तर परमेश्वरको आज्ञामा उहाँको भयमा हामीले उहाँको कदमा हामीले अगाडि बढे बापतमा हामीले यसलाई निर्माण गर्न सक्दछौँ जो उहाँको इच्छा अनुसारले। त्यसैले यसै बापतमा मैले केही म्यासेजलाई केही 15-20 मिनटको थप्नुको निम्ति आज यसलाई लिएर आएको छु। सबैलाई मेरो तर्फबाट नम्र जयमसी। अनि सर्वप्रथम परमप्रभुलाई धेरै धेरै धन्यवाद, उहाँले यो दिन छुटाउनु भएको छ। आज पनि जीवन र सास चलिरहेका छन्। म सम्झन्छु मेरो स्पिरिचुअल फादर, मेरो गुरुबाउ डाक्टर अफलकाउलाई सम्झन्छु यस समयमा उहाँलाई धन्यवाद दिँदछु म। अनि आज मैले तपाईँहरूसँग कुरा गर्नेमा आज पनि हामीले अस्ति कुरा गरे जस्तै यो पालि यी सुसमाचार हामीलाई यो सालमा चाहिने ज्ञानहरूमा, येशू ख्रीष्टमा चाहिने ज्ञानहरूमा, हामीलाई बाइबलले दिएको यी ज्ञान र बुद्धिहरूमा यसैलाई चाहिँ मैले यो न्यायकर्ताको यो 6को यो 25, 26, 27मा एक यी पुराना जमानाको हुन् जुन बेलामा येशू ख्रीष्ट आइपुग्नु भएको थिएन, तर यी वचन उस्तै छन्। तर यसलाई चाहिँ मैले तपाईँको सामुने आज एक भाग बनाएर ल्याएर आएको छु, जुन कुराले जुन म्यासेजले गर्दाखेरि यसपालिको समयलाई हामीलाई रेडी बनाउँदछ, जुन कुरामा हामी अगाडिपट्टि गर्नु गइरहेका छौँ, जुन कुराको हामीले सफलता लिनको निम्ति गइरहेको छौँ, जुन कुराको सफलता प्राप्त गर्नको निम्ति हामी अगाडि बढिरहेका छौँ, जुन हाम्रो जीवनको सुसमाचार, किनकि सुसमाचार त जिउँदो छन् र यसले हामीलाई जीवन दिँदछ। त्यसैले आज यो सुसमाचार अगाडि लिएर आउँदाखेरि तपाईँहरूसँग यसलाई मैले लिएको छु र म यसलाई सरर पढ्छु र मैले यसलाई थोरै कुराको आज ज्ञान जस्तो मैले तपाईँसँग मैले यो ज्ञानलाई मैले आज बोकेको छु र मैले तपाईँलाई जो मेरो भएको भित्रको पिक्चरलाई म तपाईँहरूसँग राख्दछु। जो मेरो दाजुभाइ, मेरो दिदीबहिनी, मेरो इष्टमित्र, मेरो साथीभाइ, मेरो जो पनि हुनुहुन्छ तपाईँहरू, आज हामीलाई सबैलाई ज्ञान र बुद्धिको जरुरत छ। तर हामीलाई बाइबलले भन्दाखेरि हामी नष्ट भएको छौँ कुनै पनि कारणले होइन, तर बुद्धिकै कमीको कारणले भन्नुभएको छ। अनि यदि हामीमा केही आज बुद्धि छ भनेदेखि मेरो बुद्धि तपाईँलाई सेयरिङ गर्ने, तपाईँको बुद्धि मैले लिने। विशेष गरेर परमेश्वरको वचनको बुद्धि र ज्ञान भनेको हामीलाई जहिले पनि कामै लाग्दछ, हामीलाई हरेक दिन यसले जीवन दिँदछ। त्यसैले म यो पढ्दछु यसमा 25, 26, 27लाई यी न्यायकर्ता 6को एउटा यी पुराना जमानाका एक तपाईँ जस्तै एक व्यक्ति र म जस्तै एक व्यक्तिको थोरै कथा, यी लामो कथा हामीले पढेर राम्रो होला, पुरा 6लाई पढिसकेँ, तर मैले मेरो समयलाई हेरेर यो सानोको समय छुटाएकोलाई मैले यो 3 भर्सलाई लिएर आएको छु। म पढ्दछु। त्यसै रात परमेश्वरले गिदोनलाई भन्नुभयो, यी गिदोन भन्ने तपाईँ र म जस्ता एक व्यक्ति, म भनौँ भने मलाई नै तुलना गर्दाखेरि म जस्तो काम नलाग्ने व्यक्ति, तर जब परमेश्वरको वचन, परमेश्वरको ज्ञानमा हामी हुर्किँदछौँ, हामी काम नलाग्ने पनि लाग्ने हुँदो रहेछौँ भन्ने मेरो अनुभव छ। आज यो न्यायकर्ताको 6को 25मा यसरी लेखिएको छ। त्यसै रात परमेश्वरले गिदोनलाई भन्नुभयो, परमेश्वर बोल्नुहुने परमेश्वर भन्नुभयो, रात परमेश्वरले गिदोनलाई भन्नुभयो, तेरो बुबाको बगालबाट 7 वर्षे दोस्रो साँडेले तेरा बुबाको बाल देवताको वेदी भत्काइदे र त्यसको छेउमा भएको असेरा वेदीको मूर्ति ढालिदे। यी खतरा काम अराउनु भयो परमेश्वरले।
25मा यसरी लेखेको छ, तेरो परमेश्वरले भन्नुभयो, तेरो बुबाको बगालबाट 7 वर्षे साँडेले तेरो बुबाको बाल देउताको वेदी भत्काइदे र त्यसको छेउमा भएको असेरा वेदीको मूर्ति ढालिदे। यी गिदोनको बाउले गरिरहेको ती सेवा थिए जुन परमेश्वर थिएन, जुन चाहिँ कुरा नभएको कुरालाई चाहिँ हो भन्ने र नभएको कुरालाई चाहिँ हो भन्नेमा जो म जस्तो पहिलोचोटि म जो थिएँ म उस्तैबाट आएको हो। मैले पनि आज मेरो कन्टेक्स्ट केमा छ भनेदेखि हामीले उहाँको आज्ञा पालना गरे बापतमा मात्रै हामी पार लाग्दो रहेछौँ भन्नेमा हो। किनकि यो सालको बारेमा मैले तपाईँलाई अस्ति भन्दा हामीले यो सालमा हामीले धेरै कुराहरू गर्न सक्दछौँ, तर परमेश्वरको वचनमा रहेर मात्रै हामीले गर्न सक्दछौँ। यदि हामी यताउता तर्क्यौँ भने हामी गर्न सक्दैनौँ। हरेक कुरो समय परमेश्वरले दिनुभएको छ, त्यो समयलाई हामीले चिन्यौँ भने हामी अगाडि बढ्न सक्छौँ भन्ने कुरामा मैले भनेको थिएँ। किनकि हामीमा सबैमा पीर र व्याथाहरू धेरै छन्। त्यसैले मैले यो अरूको लागि होइन, मेरो आफ्नै आफन्त, मेरो साथीभाइ, मेरो दाजुभाइ, मेरो दिदीबहिनी, मेरो जति पनि छ मसँग जोडिने उहाँहरूको निम्ति नै हुन् यी कुराहरू लिएर मैले आएको। त्यसै कारण गिदोनलाई परमेश्वरले यसरी भन्नुभयो, तैँले गएर तेरो बाउले त्यो सेवा गरिरहेको त्यो देउताहरू देवीहरूको त्यसको त्यो वेदी, त्यो पूजा गर्ने थानहरू भत्काइदे, अनि त्यो त्यो असेराको त्यो खाम्बोलाई पनि ढालिदे भनेर चाहिँ जुन कुरो बाउले गरिरहेको बाउको कुरालाई चाहिँ ढाल्नु र गलत कुरालाई त्यसलाई सकिदिनुको लागि पठाइदिए। सोच्दाखेरि हामीलाई यी खतरा कुरा लाग्दछन्, बाउको एगेन्स्टमा गएको जस्तो हामीले बुझ्दछौँ। तर अलिकति अगाडि बढौँला, हेरौँ यसलाई। तब यही अग्लो स्थानमा परमप्रभु तेरा परमेश्वरको निम्ति एउटा ठिक ढाँचाको एउटा वेदी बनाएर त्यो दोस्रो चाहिँ साँडे लिएर तैँले ढालेको आसेराको मूर्तिको काठले होम बलि चढा भन्नु मतलब त्यो काठको मूर्तिको पनि सेवा गर्दथेछ गिदोनको बाउले। तैँले बाउको ती पालेको त्यो साँडेराले अनि त्यो बाउको त्यो उसले बनाएको त्यो देउताहरूलाई उसलाई चढाउनु, त्यसलाई भत्काइदिए र त्यो एउटा काठको मूर्ति खाम्बो बाँडेको छ त्यसलाई पनि तैँले तोडिदिए र त्यसलाई लिएर चाहिँ तैँले त्यसको आगो बालेर चाहिँ एउटा राम्रो ठाउँ बनाएर चाहिँ, अग्लो ठाउँ भनेको इज्जतको ठाउँ, त्यसमा बनाएर चाहिँ त्यसमा होम बलि चढा। तेरो घरको लागि भन्नु मतलब घर भन्नाले घरको निम्ति त सबै कुरो आउँछ नि त। घरमा भनेपछि त एउटा घरमा बाउ बस्छ, आमा, दाजुभाइ, दिदी बहिनी सबै होम बलि भन्ने त्यो बेलामा चढाइन्थ्यो। तर होम बलि भन्ने बुझ्दाखेरि हामी सबै कुरोलाई पर्दछ त्यसमा। जो मैले चढाएँ भने मेरो सबैजनामा त्यो पर्दछ। यदि गिदोनले चढायो भने गिदोनको आफ्नै बाउ आमादेखि लिएर उसको शाखा सन्तान ती सबैको पनि उद्धार त्यसैबाट हुँदछ। तर यसमा जुन चाहिँ गिदोनको बाउ भनेर भनिएको छ, गिदोनको बाउ आफ्नै शारीरिक बाउको यतापट्टि मात्र नभएर उसको ती पुस्ता, पहिलाको त्यो पुस्तादेखि आएको, पुस्तादेखि पुर्खा कति पुर्खासम्म आफ्नो परमप्रभुलाई छोडेर, जसले आफूलाई बनाए उसलाई छोडेर अरूपट्टि लागेका थिए, जस्तै म पनि पहिला लागेको थिएँ। आज मैले कुरा गर्दाखेरि यो कुरा अरूको निम्ति अनौठो लाग्ला, तर मेरो निम्ति कुनै पनि अनौठो छैन यो कुराहरू, किनकि मेरो जीवनमा मैले भोगेर आइरहेको छु र मलाई कुनै पनि अनौठो छैन। र मैले बोल्दै गर्दाखेरि अहिले म सत्य कुरा तपाईँलाई बताउँदैछु, जुन सत्य कुरा हो। यी मेरोमा आज मैले यो पढ्दा बाइबलमा पढेको कुरा मात्रै होइन, यी मेरो आफ्नै गवाई पनि मैले यसैबाट दिँदैछु तपाईँलाई। अगाडि बढ्छु। 27 मा गिदोनले आफ्ना नोकरहरू मध्येका 10 जनालाई लिएर परमप्रभुले तिनलाई भन्नुभए बमोजिम गरे, तर तिनी आफ्ना पिता, घराना, नगरवासीहरूसँग डराउँथे। यसै कारण तिनले यो काम दिउँसो होइन तर राति गरे। मिनिङ म जस्तो समाजमा बस्दथेँ, म जस्तो समाजमा हेलडुल गर्दथेँ, म जसरी डराउँथे, मेरो आफ्नो आफन्त छ, मेरो गाउँलेवासी छ, मेरो आफ्नै पनि छन्, सबैसँग पनि एक त म डराउनु पर्दछ, म डराउँथेँ। तर मलाई जसले बनाउनु भएको परमेश्वरले चाहिँ मलाई भन्नुभयो यी काम गर भनेर भन्नुभयो। भन्नु मतलब जब उहाँको वचन ममा आइसके, जब उहाँको आज्ञा ममा आइसके, मलाई अलरेडी डर र त्रास त अरूसँग त मलाई भइसकेको छ। मैले खतरालाई मैले उठाउने बेला आइसकेको छ। किनकि जबसम्म म खतराबाट पार गरेर जाँदिनँ तबसम्म मेरो उद्धार पनि छैन। यदि म खतरा पार गर्न चाहन्न भनेदेखि म कम्प्रोमाइजको जीवनलाई जिउँदछु। जुन कुरो परमेश्वरले भन्नुभएको छ त्यो आज्ञापट्टि म जाँदिनँ, तर म मेरो आफ्नो खुसीको कुरापट्टि लाग्दछु। त्यसै कारण उहाँको आज्ञा कुनै पनि सजिलो घडीले हामीलाई आउँदैन। त्यसरी नै बाइबलले यसरी हामीलाई बुझाउँदछ, जब परमेश्वरको वचन हामीमा आउँदछ, हामीले बोकेको हुँदछौँ, तब हामीलाई ती अत्याचारीहरू पनि आउँदछ।
तब अत्याचारी आउँदाखेरि हामीले विषय पठाउँछौँ क्या भारी। जब भारी विषय पठाउँछौँ हामीले परमेश्वरको आज्ञापट्टि जाँदैनौँ, हामी कम्प्रोमाइजपट्टि जाँदछौँ। जब हामी कम्प्रोमाइज जाँदछौँ, हामी परमेश्वर त भन्छौँ, तर हामीले परमेश्वरको कुरा जुन कुरो लेखेको छ ती आशिषहरू हामीमा आइपुग्दैन, उहाँको हामीसँग डाइरेक्ट सम्बन्ध रहँदैन। त्यसै कारण आज गिदोनलाई पनि त्यसरी नै सम्बन्ध भएको नाताले गर्दा तेरो घरानाको निम्ति यी काम तैँले गर भनेर गिदोनलाई परमेश्वरले आज्ञा दिनुभयो। यी आज्ञा मानु पनि यी सबैको समाजको डर लाग्छ मलाई, नमानु आफ्नो परमेश्वरको म मरेको सर हो भनेको जस्तै आज तपाईँको र जीवन र मेरो जीवनमा प्रत्येक दिन आउँदछ। टाढोबाट आउँदैन, मेरो मित्र, मेरो प्रियजन, मेरो आफ्नो आफन्त, टाढोबाट पीडा र दुःख कहिले पनि आउँदैनन्। आफ्नो जो नजिक छ त्यसैबाट सुरु हुँदछन्। यतिसम्म पनि हुँदछन् कि तपाईँलाई र मलाई यी जस्तो गिदोनलाई भएका थिए। ऊ डरले उसले यी काम दिउँसो पनि गर्न सक्दैन। इभन उसँग त 10 जना उसँग त आफ्नो साथीहरू नोकरहरू थिए, तब पनि उसले दिउँसो यी काम गर्न सकेनन्। त्यसै कारण उसले ती रातिको क्षण पर्खिनु पर्यो। भनेदेखि आज तपाईँ र मेरो जीवनमा कति होलान्? आज तपाईँ र मेरो जीवनमा त योभन्दा पनि किनकि धेरै हुन्छन्। किनकि 10 जना आज मेरो साथमा भए भने पनि मलाई त्यतिको गाह्रो हुँदो रहेछ भनेदेखि मसँग 10 जना नहुँदा कस्तो हुन्छ होला नि त। इभन आफ्नैबाट नै, आफ्नै भित्रको, आफ्नै घरकै परिवारबाट यी गिदोनलाई यतिको डर थिए। यहाँदेखि उँधो पढ्नु भयो भने यसमा स्पष्ट तरिकाले बुझाइदिनु भएको छ कतिसम्म हुन्छ भन्ने। तर परमेश्वर नै हुनुहुन्छ। उहाँको वचन सुप्रिम हो, सबभन्दा माथि, जसले सुरुवात गर्नुभएको छ, जसले अन्त गर्नुभएको छ। त्यसै कारण हामीलाई उहाँले बनाउनु भएको कारण, हामीलाई उहाँले आज्ञा पालना गरे बापतमा हामीलाई उहाँले उद्धार पनि गर्नुहुँदछ। तर यो उद्धारसँग जोड्दै मैले आज अलिकति म पढौँला, आज यसलाई अगाडि बढाउँदछु म। यो 27 तब गिदोनले आफ्ना नोकरहरू मध्येबाट 10 जनालाई लिएर परमप्रभुले तिनलाई भन्नुभए बमोजिम गरे, तर तिनी आफ्ना पिताका घराना र नगरवासीहरूसँग डराउँथे। यसै कारण तिनले यो काम दिउँसो होइन तर राति गरे। 28 जब नगरवासीहरू बिहानै उठे तब उनीहरूले बाल देवताको वेदी भत्काएको र त्यसको छेउमा भएको आसेरा वेदीको मूर्ति पनि ढालिएको र गिदोनले बनाएको वेदीमा त्यो दोस्रो चाहिँ साँडे होम बलि चढाएको देखे। उनीहरूले एक अर्कालाई यो कसले गरेको होला भनी सोधपुछ गर्न लागे र धेरै सोधपुछ गर्दा यो आसका छोरा गिदोनले गरेको हो भनी पत्ता लगाए। अब यी कुरा गिदोनले गरेको हो भनेर चाहिँ गवाई दिनेहरू ती वरिपरि आफ्नैहरू भए, तर गरेको गिदोनले नै हो। तर कसको आज्ञामा? ती परमेश्वरको आज्ञामा। ऊ सबको एगेन्स्टमा गए। ऊ सबको एगेन्स्टमा होइन, तर ऊ परमेश्वरको आफ्नो आज्ञाकारितामा गएको हो। तर देख्दाखेरि उसलाई सबैको एगेन्स्टमा गए। त्यसै कारण उहाँको आज्ञा हाम्रो निम्ति आउँदाखेरि जहिले पनि विजयी हुनुभन्दा अगाडि हामीलाई ती सङ्घर्ष आउँदा नै छन्। त्यसै कारण यो सालको सङ्घर्षमा आउँदा जुन तपाईँलाई परेको पीडाहरूबाट निस्किनको निम्ति, जुन तपाईँलाई तपाईँले भोग्नु भइरहेको ती दुःख र पीडाहरूबाट निस्किनको निम्ति, परमेश्वरको आफ्नो नजिकतामा जानुको निम्ति आज यो हाम्रो निम्ति एउटा ब्रेड एउटा आत्मिक ब्रेड र हामीले खाएको एउटा ताकतिलो भोजन सर यसलाई मैले जीवनमा मैले पाएको छु। मैले यही पाएँ। मैले आज मेरो नयाँ सालको आजको उपलक्ष्यमा 2026 सालको शुभकामना सँगसँगै आजको ब्रेड तपाईँहरूसँग मैले बाँड्दाखेरि यो ब्रेडलाई मैले लिएर आएको छु। यसलाई मैले सानो तरिकाले मैले आफूले तपाईँलाई बुझाउनेको तरिकाले खोजेको छु। जुन चाहिँ कुरा यी त लेखिए, यी न्यायकर्ता 6को 25 देखि लिएर 28 सम्म, 30 सम्म, 27 सम्म, 30 सम्म पढ्नुभयो भने हुन्छ, तर सबै पढे अझै राम्रो हुन्छ। तर मैले लिएको यी 27, 28 सम्मलाई, अब यसलाई हामीलाई परमेश्वरले विजय दिनुहुन्छ। यो सालमा हामीले धेरै कुरा निर्माण गर्न सक्दछौँ। त परमेश्वरकै आज्ञामा भन्ने कुरा हामी अस्ति को कुरामा हामी जोडिएको छौँ। हाम्रो क्रिसमसदेखि अगाडिको कुरामा हामी यसमा जोडिएको छौँ। यो विजयी हुनुभन्दा अगाडि हामीलाई विजय अघि परमेश्वरले वफादारी भन्नु मतलब हामीलाई इमानदारिता माग गर्नुहुन्छ। उहाँले हामीलाई
यसको निम्ति हामी रेडी छौँ कि छैनौँ भन्ने कुरालाई मैले जोड दिनको निम्ति यसमा मैले आफूलाई रेडी बनाउनुको निम्ति तपाईँले मैले रेडी भएर मैले यो भन्दै गरेको र म यसै सिचुएसनबाट म गुज्रेर आएको। त्यसै कारण यो तपाईँलाई पनि मैले भने बापतमा बा तपाईँलाई पनि त्यही कुरो हुन्छ कि किन हुँदैन, किनकि परमेश्वरको वचन सबको निम्ति एउटै हुन् र हिज आज र सदा सर्वदाको हुन्। त्यसै कारण उहाँ अल्फा र ओमेगा भनेर भनेको सालको जब जनवरी 1को 12 बजी हुँदाखेरि डिसेम्बरको 12 पनि त्यसैमा जोडिएको हुन्छ क्या। त्यसै कारण उहाँको नाम अल्फा र ओमेगा आजसम्म सुरुवातदेखि अन्तसम्म यसै भएर गइरहेका छन्। त्यसै कारण यो हाम्रो निम्ति एउटा दरिलो ब्रेड आज हुँदछन्, मेरो निम्ति र तपाईँको निम्ति आज। तर यो सालैको निम्ति यो हामी यहाँदेखि उता टाढा जानु पर्दैन। यसको निम्ति हामीलाई यो एकदम मजबुत रोटी, आत्मिक रोटी बन्दछ। यसलाई म पढ्दछु। विजय अघि परमेश्वरले वफादारी माग गर्नुहुन्छ। गिदोनले बालको वेदीलाई नष्ट नगरेसम्म विधानलाई हराउन सकेनन्। परमेश्वरले देखाउनुहुन्छ कि सम्झौता गरिएको पूजा मुक्ति, सम्झौता गरिएको पूजाले मुक्तिलाई रोक्छ, हाम्रो उद्धारलाई। यदि हामीले मैले चाहिँ अब यदि गिदोनले सम्झौता गर्न सक्ने थिएँ, न मलाई मेरो गाउँलेहरूसँग मलाई माया प्रेम छ, मेरो गाउँलेहरूले मलाई गाली गर्छ, मलाई माथिल्लो घरे तल्लो घरेले मलाई के भन्ला कि भनेर उसले पनि यी सम्झौता गर्न सक्ने थिए। तर गिदोनले ती सम्झौता गर्न भन्दाखेरि बरु परमप्रभु जसले यी संसार, पृथ्वी र स्वर्ग सबै कुरो सृष्टि गर्नुभयो, जसले ममाथि प्राण सास फुक्नुभयो, उहाँको आज्ञा चाहिँ सबैभन्दा जरुरी र त्यो सबैभन्दा ठुलो, ताकि प्राणलाई शरीरलाई एकैचोटि नष्ट गर्नुहुने परमेश्वरमा डराउनु पर्छ, अरूको होइन भन्ने उसले बुद्धि ज्ञानलाई युज गरे। त्यसै कारण कम्प्रोमाइज गरेर सम्झौता गरेर यदि उहाँलाई म सेवा गर्छु भनेदेखि मेरो सेवा व्यर्थ रहेछ भन्ने कुरा मैले भन्नै पर्दैन। यी परमेश्वरको वचनले हामीलाई यसरी सिकाउनुहुन्छ। त्यसै कारण कम्प्रोमाइज कोही बेला होइन, हामी मोस्ट टाइममा हामीले गर्छौँ भनेदेखि आज यो वचनले मलाई भन्नुहुन्छ कम्प्रोमाइज, नो कम्प्रोमाइज भन्नुहुन्छ। सम्झौता गरेर हामीले आफ्नो परमेश्वरको सेवा गर्न सक्दैनौँ भन्ने कुरा क्लियर मेसेज दिनुहुन्छ। अगाडि बढ्दछु। हामीले परमेश्वरको भक्ति र पूजा गर्नु हो भने हाम्रो कम्प्रोमाइज हामीबाट हट्नु पहिलोचोटि हामीलाई जरुरी हुँदो रहेछ भन्ने कुरा यसले छर्लङ्ग हामीलाई बुझाउँदछ। परमेश्वरले आफ्नो महिमा अरूसित बाँड्नुहुन्न भन्ने बाइबलले हामीलाई भनाउँदा उहाँ जेलसी, आरिस गर्नुहुने, डाह गर्नुहुने परमेश्वर भनेर भन्नुभएको छ। त्यसै कारण उहाँले आफ्नो महिमा, आफ्नो जुन चाहिँ कुरोको आनन्द र आफूले गरेको ती कुरालाई उहाँ अर्कालाई श्रेय बाँड्नु चाहनु भएन र चाहनु कहिले पनि हुँदैन। त्यसै कारण उहाँ डाह गर्ने परमेश्वर। अगाडि बढ्दछु। 1 नम्बरलाई सकेर 2 नम्बरमा आज्ञाकारिता महँगो र व्यक्तिगत हुनु पर्दछ। यी आज्ञाकारिता कति महँगाई पर्यो होला नि त गिदोनलाई, पर्सनल उहाँको, ताकि उसले यति गर्ने बाबतमा परमेश्वरलाई आज्ञाकारिता बने, परमेश्वरको हृदय आनन्द भए, खुसी भए। तब भएको अरू सबै उसको व्यक्तिगत हैसियतले उसले सबै कुरो त्यति गर्दा नगर्दा उसले गुमाइसके। तर आज्ञाकारितामा महँगो र व्यक्तिगत हुनु पर्दछ। गिदोनले आफ्नो बुबाको वेदी भत्काउनु पर्यो र एउटा बहुमूल्य साँडे बलिदान गर्नु पर्यो। यो आज्ञाकारिताले पारिवारिक द्वन्द्व र सार्वजनिक अस्वीकृतिको जोखिम निम्ति आउँदछ। यी जोखिम यस्तो जोखिम हुन् जुन जोखिम फिजिकल जीवनमा परेर आउँदछ। मलाई भोलि बिहान जसले भेट्यो भने त्यसले नै मलाई दिइहाल्ने खालको फिजिकलमा यसरी भएर जाँदछ। तर यी आज्ञाकारिता यतिको महँगो परे भए पनि तर उसले के योभन्दा बढ्ता पाएन होला र, जसले सबै कुरो इमिडिएटली दिनु सक्नुहुँदछ भनेदेखि के उसले गरेको यी काम के राम्रो भएन र?
मेरो निम्ति मैले भन्नु हो भनेदेखि उसले जे गरे सबैभन्दा राम्रो गरे। उसले आफ्नो निम्ति मात्रै गरेन, उसले आउने पुस्ताको निम्ति पनि गरे, आफूसँगै हुनेको पुस्ताको निम्ति पनि गरे। आज के म यसको निम्ति रेडी छु त, यी जोखिम मोल्नको निम्ति भन्ने प्रश्न आज मलाई छँदैछ। मलाई यो प्रश्न छ र यो प्रश्न मैले जवाब दिनुको निम्ति आज तपाईँको सामुने मैले यी कुरालाई लिएर आएको। जुन जवाब मेरो निम्ति तपाईँसँग दिने मैले दिइरहेको जवाब आज मैले यहाँबाट मात्रै तपाईँलाई दिनुभएको जवाब होइन। म तपाईँसँग कनेक्ट हुन्छु, म तपाईँसँग भेट हुन्छु। मलाई भेट्दाखेरि त तपाईँले मलाई देख्नुहुन्छ नि त। तब यी कुरा त जिउँदो रहन्छ नि त, किनकि परमेश्वरको वचन त जिउँदो छन् र जिउँदो रहन्छन्, आज पनि जिउँदो छन्। त्यसै कारण यी जिउँदोले मलाई खाएको भित्र, अनि मैले आज यी खाएको कुरालाई तपाईँको सामुने मैले लिएर आएको। मेरो एक जीवनको घटना, मेरो एक जीवनको कथा, म त्यहाँभन्दा म यहाँदेखि न त बाहिर गएको छु, न त म भित्र नै गएको छु, यसैमा म छु र यिनै वचनले मलाई आज जिउनेको एक माध्यम र जिउनेको एउटा बाटो दिनुभएको छ। र यो एउटा यी आजको दिनमा भन्दाखेरि ठ्याक्कै यो आजको दिनमा, किनकि यो साल सुरु भयो, पहिलो दिन आज, पहिलो दिनमा अस्ति भनेको अस्तिको त्यो वचन, आजको यो वचन, अस्तिको वचन हामी केमा थियौँ? यो साल परमेश्वरले हामीलाई गर्नुहुने कुराहरू थियो। तर अब हामीले यो सालको कुरो गर्ने कुरो भन्दाखेरि पहिलोचोटि हामीले के गर्नु पर्दो रहेछ भन्दाखेरि परमेश्वरको आज्ञालाई पालना गर्नु पर्दो रहेछ। परमेश्वरको महिमा हामीले अरूलाई सेयरिङ गर्न नहुँदो रहेछ। त्यसको निम्ति हामीले के गर्नु पर्दो रहेछ भन्नु मलाई पुर्खादेखि हामीलाई आजसम्म बाँधेर ल्याएर आएको ती कुरालाई हामीले तोड्नु पर्दो रहेछ। हामीले आफूलाई नै त्योसँग डिसएसोसिएटेड हामीले त्यसलाई अलग गर्नु नै पर्दो रहेछ। अलग गर्नुको निम्ति हामीलाई होला कठिनाइ अलिकति होला, तर यी जोखिम मल्नु हाम्रो निम्ति उत्तम हुँदो रहेछ। जोखिम जसरी यी गिदोनले आज जोखिम मलेको छ। यी मेरै यहाँ आफ्नो दाजुभाइ दिदीबहिनीलाई, मेरो जो तपाईँले मलाई चिन्नु जान्नुहुन्छ, सबै हामी त्यो पृष्ठभूमिबाट आएकोहरू छौँ। र आज तपाईँ र मेरो सल्लाह, यी सुसमाचारको सल्लाह मैले भन्दा यो म दिन्छु। साँचो आज्ञाकारिताले प्राय सम्बन्ध, आराम र प्रतिष्ठाको मूल्य चुकाउँदछ। हाम्रो ती आराम, ती प्रतिष्ठा, ती हाम्रो के अरे भन्नु मतलब ती सम्बन्ध, जुन चाहिँ कुरो ती पहिलादेखिको हामीले जुन कुरो होइन त्यो कुरोलाई हो, जुन कुरो हो त्यो कुरोलाई होइन भनेर हामीले यसरी बनाएर लिएर आएको छौँ, ताकि हामीले त्यो कुरो छुटाउनु नसकेको कारणले गर्दा। तर आज हामीलाई यी वचनले आज छुटाउनुको क्षमता र समझ र बुद्धि दिनुहुन्छ भनेदेखि हामीले यो कुरोलाई अपनाउनु पर्दछ, ताकि हामी र ती हामीसँग बाँच्ने आजको जेनेरेसन र आउने जेनेरेसनको निम्ति आज हामीले एकजनाले उठाएको यी जोखिमले गर्दाखेरि हाम्रो ती हजारौँ पुस्ता उद्धार भएर जाँदछ। जुन एकजनाले गर्दाखेरि आज हामी यत्रो पुस्ता भए हामी यसमा आइपुग्यौँ। आज हामी राई बनेर आइपुग्यौँ भन्दाखेरि हाम्रो 9 लाख राई र 9 लाख किरात, र मैले आज मेरो बारेमा कुरा गरेँ, क्षमा चाहन्छु। तर म यही पृष्ठभूमिबाट आएको कारणले गर्दा म मेरो आफ्नो जिउ त गवाइदिँदैछु। 9 लाख किरातीको हामी कुरा गर्दछौँ। त्यो 9 लाख किराती हुँदा गए त्यति बेला मात्रै होला त राई, कि त्योभन्दा अगाडि चाहिँ हाम्रो पुर्खा थिएन त? थियो हाम्रो त्योभन्दा पुर्खा अगाडि, जुन बेलामा हामी जाति नै जान्दा थिएनौँ। हामी त्यो बेलामा पनि हामी थियौँ, हामी कुनै ठाउँ थियौँ। जुन बेलामा हाम्रो घर थिएन, हामी ओडारमा बस्नेहरू थियौँ, त्यो बेलामा पनि हामी थियौँ। जुन बेलामा हामी राई भनेर गनिएको थिएनौँ, त्यो बेलामा हामी थियौँ। तर हामीले त्यो सबै कुरा बिर्सेका छौँ र भुलेका छौँ। आज हामी राईमा मात्र सीमित भएका छौँ, गुरुङमा मात्र, क्षेत्री बाहुन, अनेक हामीसँग जातिहरू छन्। ती जातिमा पङ्क्ति पङ्क्ति बनेर गए, तर जुन मूल आएकोलाई हामीले भुलेर बिर्सेर गयौँ। तर यी गिदोन, आज उसको घटना र उसको कहानी, उसको कथा, यी कथाले हामीलाई गलत बाटोबाट सही बाटोमा ल्याउनुको निम्ति हामीलाई सहायता दिँदछ। खुला तरिकाले नलुकाउँ, खुला राखौँ भन्ने हिसाबले। जब हामी लुकाउँदछौँ त त्यसमा गलत कुरो छुपेको हुँदछ। जब स्पष्ट अगाडि हुँदछ, केही कुरा लुकेको हुँदैन, डर कहिले पनि हुँदैन। अगाडि बढ्दछु, यो केही समय होला, 2-4 मिनट। अब त्यसले मूल्य चुकाउनु पर्दछ। अनि अब परमेश्वरले सम्पूर्ण विश्वास प्रयोग गर्नुहुन्छ। गिदोनले रातमा आज्ञा पालन गरे, किनभने उनी डराएका थिए, तैपनि आज्ञा पालन गरे। अब यो तैपनि भन्ने शब्दलाई म कसरी बुझौँ? ऊ डराएका थिए, तैपनि उसले आज्ञा पालना गरे। म पनि डराएको छु, तैपनि म आज्ञा पालना गर्छु भन्नु मैले? यस, म त्यसै भन्छु। म डराएको छु, तैपनि म यो आज्ञा पालना गर्छु, किनकि यो आज्ञा पालना गर्नुमा
आनन्द मात्र हुँदैन, सबैभन्दा ठुलो भरोसा हुँदछ, विश्वास हुँदछ। किनकि मैले गलत काम गरेको छुइनँ भनेपछि पहिलोचोटि नै मलाई थाहा हुँदछ कि म किन डराउने भनेर। मैले गलत काम गरेको छुइनँ भने आज म आज अत्याचारीमा पर्छु, तर म भोलिको दिनमा त्यसबाट निस्किनेको मेरो बाटो रहन्छ, किनकि मैले सही काम गरेको हुन्छु र। त्यसै कारण गिदोनले यी काम गरे। आज यो कामको निम्ति तपाईँलाई प्रोत्साहन होस् र मलाई पनि उसै प्रोत्साहन होस्। यस्तै परमेश्वरले रातमा उनी डराएथे, त्यसै कारण उसले यी कामहरू रातमा गरे। तरै पनि आज्ञा पालना गरे। परमेश्वरले उनको आज्ञाकारितालाई सम्मान गर्नुभयो र आफ्नो बोलावटलाई निरन्तरता दिनुभयो। यति गरे बापतमा यदि तपाईँले ती तल पढ्नुभयो भनेदेखि यी गिदोनले त्यति आज्ञा पालना गरे। उसले जब त्यति आज्ञा पालना गरेपछि उसको जीवनको बोलावट, उसको जीवनको कलिङ, आज तपाईँको जीवनको कलिङ र मेरो जीवनको कलिङ, हामी हरेक जो जीवित छौँ आज हाम्रो सबैको जीवनको अभिषेक एउटा हामीमा कलिङ छ। तर हामी जब कलिङलाई चिन्दैनौँ तब हामी यता र उता भड्किँदछौँ। जब हामी भड्किँदछौँ पछि हामी तलतिर जाँदछौँ। जब आफ्नो बाटो जब चिनेर यो बाटो मेरो सही बाटो हो भनेर मैले जाने भनेदेखि म लड्ने छैन। तर मैले बाटो चिनेन भनेदेखि म लड्ने छु। इभन मैले बाटो चिन्छु भनेदेखि मेरो डेस्टिनेसन परको एड्रेस छैन भनेदेखि म कता जाँदैछु भन्ने पनि मलाई थाहा हुँदैन। त्यसै कारण एड्रेस र बाटो हामीलाई चिन्नु एकदम जरुरी छ। यो जमानामा आज यो गिदोनको कथाले, गिदोनको यो जीवन कहानीले, जिउँदो पुस्तकमा लेखिएको जीवित कहानीले तपाईँ र मेरो जीवनलाई पनि यसले एक मार्गदर्शन गरून्। परमेश्वरलाई पूर्ण साहसको आवश्यकता पर्दैन, उहाँलाई इच्छुक हृदय चाहिन्छ। हाम्रो यत्रो बल र बुद्धि, म जवान छु भन्नेको उहाँलाई यतिको जरुरत उहाँलाई पर्दैन। तर उहाँलाई ती मेरो हृदयको इच्छा को एकदम जरुरत पर्दछ। मेरो हृदयको, मेरो इच्छुकता, उहाँप्रतिको प्रेम, यदि मसँग प्रेम छ भनेदेखि मेरो इच्छुक, मेरो हृदय उहाँसँग छ। यदि ममा उहाँप्रतिको प्रेम छैन भनेदेखि म सेरोमनी कल्चरपट्टि जाँदछु, धर्मपट्टि जाँदछु। तर मेरो प्रेम छ भनेदेखि मेरो इच्छा उहाँको आज्ञा पालना गर्नेपट्टि जाँदछ। यदि आज्ञा पालना गर्दछु भने आज उहाँले यो सालको अगाडि भन्नुभएको कुरा पनि हामीमा पुरा नै हुँदछ, पूर्ण विश्वास गर्नेछु। किन यो कुरा आज सुरुवातमा हामीले गरेका छौँ, अब यो सालको आउनेको साल हामी कुरा गर्ने नै छौँ यो बारेमा। अलिकति अगाडि बढ्छु। सत्य प्रचार गर्नेको यो एउटा तरिकाले परमेश्वरले साँचो उद्धारकर्ताहरू निर्माण गर्नु अघि झुटा हृदयलाई, पूजालाई तोड्दिनुहुन्छ। परमेश्वरले साँचो उद्धारकर्ताहरू निर्माण गर्नु अघि झुटाहरूलाई उहाँले तोडिदिनुहुन्छ। साँचो उद्धारकर्ता को? साँचो उद्धारकर्ता निर्माण कसलाई भन्नुभयो नि त? गिदोन एक साँचो उद्धारकर्ता भए उसको जातिको निम्ति। गिदोन यस्तो भने उसले यी आज्ञा पालना गरे। परमेश्वरले उहाँलाई आफ्नो असाइनमेन्ट जुन चाहिँ थियो उसले ती कुरा गर्न पाए। आफ्नो जातिलाई उसले माथि उठाउन सके, मिधानीहरूलाई लडाइँ गरेर उसले जित्न सके, आफ्नो जातिलाई माथि उठाए, इतिहासमा नाम छपाए, परमेश्वरको सामुने ऊ धर्मीजन ठहरिए। त्यसै कारण आज उहाँको नामद्वारा आज हामी यो कुरा सिक्न पाउँदछौँ। आज ती साँचो उद्धारकर्ता तपाईँलाई पनि परमेश्वरले बनाउँदै हुनुहुन्छ, मलाई बनाउँदै हुनुहुन्छ भनेदेखि हामीले केलाई तोड्नु पर्यो? यी जोखिमलाई उठाउनु पर्यो। ती दुष्ट र कुला त हामीले तोड्नु पर्दछ, ती जोखिमलाई त हामीले उठाउनु पर्दछ र हामीले जित्नु पर्दछ र हामी उहाँको आज्ञाकारिता भन्नु पर्दछ। यी झुटा कुराहरूलाई, झुटो कुरालाई, झुटोको हर कुरो जे हामीमा जोडिदछ त्यसलाई हामीले भाँच्नु पर्दछ। त्यसै कारण यी मैले भनेको होइन, आज हामीलाई वचनले हामीलाई यसरी भन्नुहुँदछ, यसरी बुझाउनु हुँदछ। आजको दिन, यो पहिलो दिन, यो साल 2026 साल, अङ्ग्रेजी सालको 2026 साल, मेरो तर्फबाट सबैजनालाई मेरो तर्फबाट धेरै नम्र जयमसी, तपाईँहरूलाई धेरै माया र परमेश्वरले शान्ति दिनुभएको होस्। अनि मेरो निम्ति पनि प्रार्थना गर्नुहोस्। र यदि यो मेसेज हाम्रो निम्ति यदि जीवन दिने मेसेज हो भने यो मेसेजलाई म अपलोड गर्दछु आज
अरू कुराहरू मेरो मिल्दैछ, त्यसै कारण मैले यो अस्तिको हप्ता र यो हप्ता यो म्यासेजलाई तपाईँलाई मैले लिएर आएको छु। यो म्यासेजले यदि दिन्छ भने यसलाई सेयरिङ गर्नु नभल्नुहोला र तपाईँहरूको आफ्नो दाजुभाइ दिदीबहिनीमा पनि, जस्तो मेरो आफ्नो दाजुभाइ दिदीबहिनी छ, हामी सबैजना कसैको आशिषित होइनौँ, तर यो वचनको हामी आशिषित बनौँ। हामी सबैजना आएको सिजनको छौँ, हामी छोडेर जानेछौँ, हाम्रो यी वचन म्यासेज रहनेछ उहाँको वचन सँगसँगै। त्यसै कारण आज मेरो तर्फबाट नम्र जय मसीह तपाईँहरू सबैलाई, अनि नयाँ सालको शुभकामना। ह्याप्पी न्यू इयर। जय मसीह।